हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग र धेरै दिनको बाद आज चाहिँ एउटा छोटो मिनी ब्लग लिएर आएको छु र आज चाहिँ मैले स्ट्रेटनिङको ब्लग लिएर आएको छु र सो फुल भिडियो हेरिदिनुहोस् होला मन परेमा लाइक सेयर पनि गरिदिनु सक्नुहुन्छ। हेलो गाइज, आज चाहिँ हाम्रोमा हिनाकोटे ढेर आएको छ। यसमा चाहिँ आज फुल स्मोकिङ गर्ने हेर्न सक्नुहुन्छ। यता बहिनीलाई चाहिँ मैले हेयर वास गर्न लगाएँ। त्यति बेलासम्म मैले चाहिँ प्रडक्ट निकालेर रेडी गरिदिएको थिएँ। सो म र यहाँ दिदी भएर चाहिँ छिटो एप्लिकेसन गरेँ। दुईजना भएर छिटो हुन्छ नि त एप्लिकेसन स्ट्रेटनिङमा, दुईजनाले गऱ्यो भने छिटो भइहाल्छ भनेर चाहिँ दुईजनाले एप्लिकेसन फटाफट गर्न थाल्यौँ। र यो एप्लिकेसनको बाद चाहिँ हेयर वास गर्नुपर्छ टाइम पुगेपछि। सो उसको बाद चाहिँ 100% ड्राई गर्नुपर्ने हुन्छ हेयर चाहिँ, र मैले चाहिँ 100% ड्राई गर्दैछु। 100% ड्राई गर्नुको बाद चाहिँ एकदम आयनिङ गर्नुपर्छ। एकदम सानो सेक्सनले चाहिँ आयनिङ गर्नुपर्छ। आयनिङ गर्नुको साथसाथै 10 मिनट 5 to 10 मिनट्स छोडेर चाहिँ त्यहाँबाट चाहिँ तपाईँले सानो सेक्सन लिँदै न्युट्रिलाइजर लगाउनु पर्ने हुन्छ। र हामी चाहिँ दुईजना भएर एप्लिकेसन गर्दैछ, किन छिटो हुन्छ। हाम्रो क्लाइन्टलाई पनि अलिकति हतार थियो नि त, त्यही भएर दुईजनाले छिटो एप्लिकेसन गरेको। र एप्लिकेसन गरेपछि हामीले 10 to 12 मिनट चाहिँ न्युट्रिलाइजर छोडेर वास गर्नुपर्ने हुन्छ। वास गरेपछि ब्लास्ट ड्राई गर्नुपर्छ। ब्लास्ट ड्राई गर्नु साथ 100% ड्राई गर्नुपर्ने हुन्छ। र हेर्न सक्नुहुन्छ यो चाहिँ मेरो फाइनल रिजल्ट स्मुथनिङको।